निर्वाचन नियमित निर्वाचन भनेको प्रजातन्त्रको एउटा आधार स्तम्भ रहेछ। त्यो भएर निर्वाचन आयोगले सरकारको उसमा चाहिँ सिफारिसमा यो अब फागुन 21 गते गरिएको निर्वाचनको प्रोग्रामको लागि हामी आज निर्वाचन आयुक्त कार्यालय स्थापना गरेका छौँ। भर्खर नै हामीले मुख्य निर्वाचन आयुक्त कार्यालय चाहिँ स्थापना गऱ्यौँ। यो स्थापनाको सन्दर्भमा प्रमुख जिल्लाधिकारीज्यू लगायत सम्पूर्ण सुरक्षा समितिको सिफारिसमा कहाँ कार्यालय राख्ने, कसरी कार्यालय स्थापना गर्ने अनि एउटा चाहिँ एउटा कोअर्डिनेसन समन्वय जुन गर्नुभयो त्यसको लागि धेरै आभार व्यक्त गर्छु। किनभने यो यसमा हाम्रो निर्वाचन अधिकारीज्यू पनि लगाइराख्नु भएको छ। यसले चाहिँ सुरुवातबाट नै के देखाउँछ भने यो हाम्रो अब र यहाँ दलका प्रतिनिधिहरू जुन पदाधिकारी उपस्थित हुनुभएको छ सुरुबाट नै एउटा कोअर्डिनेसन रूपमा राम्रोसँग सुरुवात भइराखेका देखिए हुनाले तनहुँका जनताहरूले आफ्नो मताधिकार स्वच्छ निष्पक्ष रूपमा प्रयोग गर्न पाउनेछन्। यो वातावरण राम्रो रूपमा सम्पन्न हुनेछ र